त्यो त राम्रो आउनु भाउजू त्यो लाइटले राम्रो आउँछ कि के भन्नु भयो दाइ तपाईँ पनि यही मैले भनेको यही हो पहिला तानेर हाल्ने है त होइन यो ठुलोमा रन छ त अनि हेर्नु यही खान्छ रनले फर्मस त खान्थ्यो नि रनिङ गरेर कहाँ खान्छ लौका आयो हो मैले खानु ल आयो दाइले कहाँ हुन्छ मैले हेरेँ के हो त्यो के गर्नु तपाईँ दिँदैन उसको हेर्नु न होइन नि अनि तपाईँले भाउजूको हेर्नुहुन्छ भाउजू तपाईँको हेर्नुहुन्न कि दोकान दोकान त्यस्तै भन्दा दाइ नआउनु यहाँ नबन्नु भन्दैछु तपाईँ साडी देखायो भनेर बर्बाद पार्नु अनि तपाईँ हेरेर ल बुवा त मेरो बोर्डिङ आइपुग्यो काम बुवा त्यस्तो ल न सबैले चन्दा भयो 600 रुपियाँ उठाउँ बाबुलाई यहाँ बुवा मेरो बोर्ड भइरहनु 500 खाइहालौँ हामी गाडी भाडा पक्कै पुऱ्याउनु है त्यो बुढाले यहाँ अहिले 5 पत्ती खेल्न थालेदेखि त्यो लोदा लगाइरहेको छ 7 पत्ती खेल्दा त भर्खर एक गेम हो मैले एक गेम हो भर्खर भाउजू यहाँ आन्टीको पनि हाल्नु न हाल्छ त 20 हाल्छ मैले 20 हाले जस्तो लिन्छ त बाउले पनि गदारी गर्छ कहिले खै त्यो दिन त एउटा अर्को दसैँमा नि यही चलाउनुहुन्छ मेरोमा छोड्यो भने अर्को दसैँमा यही चलाउनु लक लाग्छ दाइ ए मेरो त लक मारेर गयो भोलि बरातमा लगाएर फ्रेममा हालेर राखिदिन्छु कसैले पनि छुट्याउँदैन बाउलाई फेरि रक्सी खाने बेलामा आपत परेर फुटायो भने के हो र जोकर कहाँ छ दिहाले पो बिहान गरेर जोकर फ्याँक्दै आरती माथि माथि जोकर खाले आज ट्याप टिप्नु पर्ने उसले पो पुगी हाल्दै हाल्छ उता पुरा यसको 6 को 7 हुन्छ छैन 7 छैन अब ल्याउँछु म साथै अहिले लास्टमा चाहिँ मैले खाइ मैले जोकर आउँछ भनेर कुनै टाँसिन्छ कि आउँछ कि त्यही भएर मैले ताने डबल हुन्छ नि त जोकर नभएपछि त्यस्तो चाल यस्तो चाहिँ एक दुई मात्र छुट्यो एकछिन नभए 7 हो कि भने 7 हो कि भनेको छैन यहाँ बोर्ड चाहिँ छोस् यहाँ मेरो परि आयो ल आन्टी र मेरो टाइगर त लायो मात्रै हो नि दाइ सबैले 5 जना बढी माछा थप्दै दुईजना आयो है यहाँ अब लगाएन मैले 5 जना त ठ्याक्कै फेरि 5 जना भयो यस्तो गराइने म ठ्याक खान्छ यो मलाई बोलाएको थियो बाबु दुध लगाइदियो बाबु गाडी आएन जाऊ यता उता काम गरिदियो गएर जा चिलाइदिए जा अरू आएन कोही पनि आएन भनेर बिसाउँ
बाख्रा र भैँसी पाल्न सके त मालामाल पैसा आइहाल्छ के झुन्डाएर त माथि नराखेर गाली गर्थ्यो यति झगडा गर्थ्यो हाम्रो लिएर न त हाम्रो लिएर 100 रुपैयाँ चाहिँ लिएर इत्रै रहेछ ठुलो भएन सानो है अनि भिडियो गर्ने बेला के यत्रो माछा पनि हुँदैन त्यही त नम्बर दिनु मन दस कट्ठा लियो भने 60 लाख 5 कथा भयो नि वर्षभरिले खाइ घाम आउँदो रहेछ आउँदो रहेछ त कति राम्रो फलेको है धान यहाँसम्म हुन्छ त यहाँदेखि त्यहाँ ठुलोसम्म चट्ट मिलेको पाटा मिलेको है संसारै हुँदो रहेछ प्लटिङ गऱ्यो भने त घरहरू त कति हुन्छ यहाँ त 4 आनाका 3 आनाका जस निकै नै हुन्छ नि त यहाँदेखि धेरै हुँदैछ नि पहिला यसो घरसम्म बनाउनु आफ्नो व्यवस्था गर्नु अनि त्यसपछि यसो पैसा बच्यो भनेदेखि लिएर आएर बिग्दैन नि त बुझ्दै गर्ने बेसी मान्छे त पाइन्छ बुझाउँला नि त बुझ्दै गरौँ है संसारै हुँदो रहेछ त कति राम्रो भएको धान पनि दस कट्ठा जमिन भएपछि त केही जागिर सागिर केही पनि नभए पनि सुती खान पुग्दो रहेछ अन्नपात कहीँ हुन त यो त अनि नगर लाग्ने भए बाख्रा त सधैँ भइहाल्छ त नगरको पानी आउने भए बाख्रा त अब सधैँ भइहाल्यो नि आकाशे पानीको भर पर्ने भए पो नहुने बागमती आइहाल्छ त यो कति राम्रो धान फल्यो नि जग्गा त लिइरहनु पर्ने चाहिँ बुढीहरूलाई आफू बसे नबसे पनि सुन्दिने झारहरू पनि त्यस्तो अरू केही नै त्यो औषधीहरू हालेर हो हजुर झारहरू नआएको औषधीहरू हालेर हो कि यस्तै हो यहाँको धान हाल्यो भाउजू हाल्नु चाहिँ अनि गोडेको पनि हो गोडेको नि हो कतिचोटि गर्छन् भाइ एकैचोटि हो त धान दुईचोटि गर्छन् र एकैचोटि हो हाम्रो त कसैले दुईचोटि गर्छन् आजकल त गर्दैन पहिला चाहिँ यसो त्यो गुबो हल्लाएर मात्रै हिँड्थेँ त्यही हो अनि चाहिँ पहाडी चाहिँ अनि
जार खाल्थ्यो बढी मजा किनम जस्तो भयो त यदि आडतिर पाए त झन् दाजुभाइको सँगै हुन्थ्यो सजिलो हुन्थ्यो मस्त फल्दो रहेछ है तर यिनकै पालो हो यसपालि तर भान्जीकै पालो कसले खायो पैसा तिमीले खायौ हो कति खायौ 10,000 खायो 10,000 खायो अरे बाबुले समय हाल्नु समय उठ्ने छ भने भन्नु है भन्छ अलि त अलि छ होइन पो भन्छ यहाँ बाउसर मिलेर बसाउन बिजय यहाँ ए इल्ल फेरि भला आदमीलाई खेल्छन् कसले हालेन पैसा म भने ससुरालीमा कम हारेछु जित्ने सबै जेठी सासु बाँडिसक्यो दुई बु हो क्या तास म हेर्दैछु कसले दिएन बोट कि दाइको आफ्नै आएन मैले पनि दाइको हात हालिदिएँ है कसले हाम्रो छोरीहरूले हालेन नि क्या हाल्यो कसले दिएको 15 रुपियाँ दिए हैन हातमै अलि हेर्नु पर्दै दाइले नै हाल्नु भएन जस्तो लाग्यो त्यहाँ कति रुपियाँ पुगेन भन्नु न पहिला 10 रुपियाँ पुगेन 10 रुपियाँ कसरी पुगेन 5 रुपियाँ पुगेन भने चाहिँ म दिन्छु ल 15 रुपियाँ पाए ल 20 30 रुपियाँ भयो ल अनि भयो 7 जना 2 जना 6 8 एक जना भयो 2 4 6 8 जना अझ 5 रुपियाँ कहाँ घटेको हो त्यही त भन्छ 5 रुपियाँ पुगेन कहाँ 5 रुपियाँ पुग्यो 10 रुपियाँ 35 रुपियाँ त्यो गल्तीले ल मैले दिएँ ल ल अब हो अब एक जना म स्वीकारेँ मैले खाइसकेँ ल त्यस्तो काट थोरै
खतरा ट्रिक हो दाइ दाइ 5 रुपियाँ घाटा पनि स्वीकार्यो होइन स्वीकार्यो ल दाइले पाएँ नि त कसरी पाउनु भयो नि त उनीहरूको दाइको पालो त नानीकोले खायो मैले अनि सुरुमै दिने भयो नि त पाउनु भयो नि त राम्रो कुरो अगाडि भिडियो देखाइदिनु पाएको हो के त्यो देखाएको त मैले दाइ होइन यो कुरा ठिक हो दाइले स्वीकार्यो भने त भयो स्वीकार भने हैन 5 रुपैयाँ फेरि पनि हो हो होइन दाइको पालो थियो त गाईबाट गएर गयो कान्छी ल दाइको सुरुमै दिने भने त के गर्छ उनीहरूले पहिला खतरा ट्रिक लाग्यो दाइ पहिला सुरु पैसा बाबु तिमीले होइन अहिले बाँड्दैन पैसा उठाउ भने लाइले लिनु सुरुमै दाइको बाँडेर पैसा तास बाँडेर पैसा उठाउन थालिसक्यो नि त्यही त हो नि 5 रुपैयाँ कि पहिले पैसा उठाएर तास बाँड्नु पर्यो अब त पालै पालो उठाउनु पर्ने भयो पालै पालो सबै भिडियो पैसा उठिसक्यो के भइसक्यो हो हिजो मलाई पनि 5 रुपियाँ घाट लाग्यो देखेँ अरे सबको भयो त्यही भएर मैले 5 रुपैयाँ सोएँ भनेर मैले देखाएको 5 रुपियाँ घाटा लाग्यो दाइको थियो के देखाउन पाले पालो भने देखाएको त म कहाँ ल्याउँदिनँ नभए ल तेरो बाँड पाल तिम्रो मैले हो यो नानी तरिका बोला अब ठिक भयो के सुरुको मोबाइल सुरु ल ल बाँड 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 म हेर्छु गएको ल ल बाँड बाँड हेलो जुवाडीहरू ल दिन ठाउँ छ नि त खाने मैले कहाँ छ मैले खातामा गइसक्यो यो गेम यस्तै हो